सर्वप्रथम त यहाँहरु सबैलाई नमस्कार दर्शकज्यूहरुलाई। मेरो कलेक्सन गीतहरु चाहिँ युट्युबमा अपलोड भइसकेको छ। मेरो भर्खरै एउटा च्यानल चाहिँ मैले बनाएको थिएँ र त्यो च्यानलमा चाहिँ मैले आफ्नो शब्दहरु चाहिँ युट्युबमा अपलोड गरिसकेको छु र गर्ने क्रममा पनि छु। र तपाईहरुलाई अब गीतहरु कस्तो कस्तो मन पर्छ कमेन्ट बक्समा चाहिँ राख्नु होला। अहिले मैले बनाइराखेको गीतहरु चाहिँ मेरै शब्दमा म एकदम टिपिकल शब्दहरु प्रायसो जे भइरहेको छ त्यही शब्दहरु चाहिँ म लेखेर अहिले लेख्न लागिरहेको छु र युट्युबमा अपलोड गरिरहेको पनि छु। मेरो थुप्रै गीतहरु ओरिजिनल भोकल गायिका राखेर 8-10 वटा गीतहरु त रेकर्डिङ भइसकेकै पनि छ। युट्युब च्यानलहरुतिर अहिले भाइरल बजार पनि गीत चलिरहेकै छ हैन। त्यो मेरो शब्दमा रहेको गीत मेलिना राई र धनु हिन्मीको स्वरमा रहेको गीत त्यो धेरै चल्यो भोजपुर बजार। र अन्य गीतहरु पनि म धेरै नै बनाउने तयारीमा छु। गीतहरु लेख्ने क्रम जारी छ। अहिले त अलिकति प्रविधिको विकास पनि भएको कारणले चाहिँ अलिकति रेकर्डिङ गर्नलाई धेरै समय लाग्ने धेरै कुराहरुको जुटाउनु पर्ने पनि हुन्छ र अहिले एआई ले अलिकति सजिलो बनाइदिएको छ। र त्यो एआई बाट भएका गीतहरु चाहिँ पछि हामीले उसमा यो रेकर्डिङ स्टुडियोमा चाहिँ त्यही कम्पोजमा चाहिँ गर्न मिल्ने रहेछ। त्यो कम्पोजमा चाहिँ हामीले गीत गायिका राखेर न्यू भर्जनमा कभर गर्न मिल्ने रहेछ। त्यो कारणले चाहिँ हामी पछि त्यो पनि गर्न चाहन्छौं र अहिलेको लागि चाहिँ यो तपाईहरुले सुनेर मनोरञ्जन लिनु होला भन्न चाहन्छु। के कस्तो लाग्छ लाइक कमेन्ट शेयर, नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट शेयर गरिदिनु होला। तपाईको केही जिज्ञासा छ भने कमेन्टमा राखिदिनु होला भन्न चाहन्छु। मेरो चाहिँ अहिले युट्युब च्यानल नयाँ हो। म चाहिँ च्यानल नयाँ भएको कारणले चाहिँ अहिले मलाई एकदम सब्स्क्राइब र वाच टाइमहरु चाहिँ धेरै नै चाहिएको छ। तपाईहरुले मन पर्छ भने सुनेर साथ दिनु होला भन्न चाहन्छु। नयाँ हुनुहुन्छ भने यो च्यानलमा चाहिँ मेरो अर्को च्यानल पनि छ छन् तर त्यसमा चाहिँ अहिले मेरो त्यो च्यानल चाहिँ अलिकति समस्या भएको जस्तो। पहिला मैले गीतहरु सबै अरु च्यानलमा हालेको थिएँ अनि त्यो अरु च्यानलको गीतहरु त्यसमा लगाउँदाखेरि अल्गोरिदमले चाहिँ त्यो रेकर्ड चाहिँ त्यही हुँदो रहेछ, सबै रियुज नै ठान्दो रहेछ। त्यो हुँदाखेरि त्यति राम्रो गीत गएको त्यसमा च्यानल गुरु हुन सकेन। र यो च्यानल चाहिँ मैले फेरि बनाएर अहिले गीत अपलोड गरिरहेको छु। तपाईहरुले सुनेर मेरो गीतहरु कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनु होला। आगामी दिनहरुमा अरु गीतहरु नि म लेखेर यहाँहरुलाई कलेक्सन बनाएर हाल्ने छु। भिडियो त अब अहिले बनाउन सकेको छैन, पछि राम्रो हुँदै गयो भने बनाउन सकिन्छ भिडियोहरु। अहिले चाहिँ गीतहरु नै म जति सक्दो कपिराइट क्लेम अब आफ्नैमा राखेर यो अब पहिलो च्यानल मेरै च्यानल बनाएर शब्दहरु अपलोड गर्ने छु। यहाँहरुले सुनेर प्रतिक्रिया दिनु होला। धन्यवाद।